तेरे यार के बनाउँदै ल्यायो हिजोदेखि मेरो दुधेर टायर पङ्चर भएको न साउले बनाइदिन्छ न कम्पनीले के हेर्छ के हो यस्तो यो साउलाई म भन्दा नि बनाउँदै छ क्या हो के भयो यार हिजोदेखिको यो के भयो आजसम्म बनाएन आज रमजान केटाहरू नि सब घुम्न गयो होला नि यताका गुरु पनि घुम्न जानुभयो होला अब हिजो बेलुकाको धमधम नेटवर्कमा भने पनि छैन केही भने यार यो कसले लिएर राख्थ्यो यार ओहो मेरो आत्मै खुसी भएर आयो त कसले हो यस्तो गरेको हो कतै होइन हाम्रो यो गाडीको गुरुले त होइन नि कहाँ जानुभएछ यार गुरु हेलो गुरु कता हो हजुर कता हुनुहुन्छ ओहो हल्का त दिइहाल्नु पऱ्यो यार ओहो आत्मा हर 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 भएको थियो ओ यो झडिया फेरि ओ भाइ तिमी नेपाली हो ओहो दाइ कहाँ हुनुहुन्छ हौ कताबाट बोले हो तपाईँ कहाँ तिमी त के हो के खाइरहेको बाबु यो के खान लाग्यो तिमी हेर्नु न दाइ यार कसले लिएर राख्थ्यो यार अब यो चिसो भन्दा मलाई त यही मन पऱ्यो हेर्नु न मलाई त यो पो खान मन लाग्यो हिजोदेखिको यो दुधेर टायर यस्तो बिग्रेको छ कम्पनीले हेरेन रमजान लाएर हो कि के हो केटाहरू सब कोही तास खेल्ने कोही घुम्न गए हेर्नु न कसले यो राख्थ्यो प्रिङ्ग दिउँ के हो भाइ तिमीलाई होइन दाइ के भन्नुहुन्छ के हो यो तिमीलाई थाहा थाहा नि दाइ हेर त के हो यो एक घोड्के खाएको कति आत्मा शान्ति भयो विदेशमा आएर यस्तो चिप्नी खान्छन् तेर्के दाइ तिमीले सधैँभरि यस्तै काम गर्छौ रे भन्ने कुरो सुनेरै यो मैले राखेको भाइ एउटा यो चिसो राखिदिएको थिएँ एउटा यहाँ दाइ पानी राखिदिएको थिएँ दाइ यो विदेशमा कसले देख्छ दाइ कसैले देख्दैन दाइ कसैले देख्छ भन्ने होइन सबैले देखिरहेको हुन्छ यो खाएर तिमीलाई फाइदा हुन्छ दाइ आनन्द आइरहेछ फाइदा हुन्छ कम आनन्द आएको छ दाइ के भने आत्मा हरार भएको थियो बल्ल सन्त आयो दाइ यस्तो खाने होइन भाइ यस्तो फ्याल्दो है यो भन्नुहुन्न दाइ दाइ यो खाएर कामै छैन अनि गर्मी लागेको छ गर्मी बढ्दैछ खाडीमा तिमीलाई थाहा छैन गर्मीको बेला त्यस्तो खायो भने के हुन्छ कतिजना मान्छे मरेछन् थाहा छैन तिमीलाई हेर झ्याम भइसकेको छ यार दाइ आत्मा शान्त भएको दाइ कस्तो भन्नु दाइ सँगै बसेर खानालाई त्यो खाम न कि म जिन्दगीमा खान्न भाइ मैले भनेको मान्छौ भने हेर हामी कमाउन आएको केही पैसा जमाउन आएको हाम्रो बुवा आमालाई खुसी दिन आएको हाम्रो बालबच्चालाई खुसी दिन आएको विदेश आएर यस्तो खाने काम तास खेल्ने काम दारू खाने काम बन्द गर भाइ बरु यस्तो चिसो खाऊ मैले आज देखिहालेँ भोलिबाट देख्नु भएन तिमीलाई दाइ यसले त कामै गर्दैन दाइ दाजुभाइ खाम न यो न तपाईँको घर परिवारले देख्छ न मेरो घर पे खाइदेऊ क्या दाइ त्यो आधी मिलेर घर र परिवारले नदेख्ला भाइ तर माथि भगवान्ले देख्छ दाइ त्यो भगवान कुरो कहिले पनि नबिर्स्यौ भगवान माथि भगवान्ले हेर्नुहुन्छ हामीले देख्नुहुन्छ दाइ यो छातीभित्र बन्दुक लगाएर छिया भएको त त्यो भगवानले देखेन त्यो खाएको के देखाएर भयो त्यस्तो होइन भाइ तिमी खुरुक्क लाएर आजदेखि खाना छोड्ने कि नछोड्ने यो खाऊ यो डाइट हो यसले बरु शीतल बनाउँछ यो पनि धेरै चिसो पनि धेरै नखाऊ यसले पनि अक्सर गर्छ त्यस्तो दारू खाने काम बन्द गर भाइ मैले भनिदिएको छु विदेशमा त्यही पनि विदेशमा कमाउन आएको मान्छे 2-3 वर्ष बसेर नेपाल जानुपर्छ यसरी बिग्रेर हल्लेर हिँड्छ केही पैसा जोगाउने केही पैसा जमाउने आमा बुवालाई फोन गर्ने खुसी हुने आज यस्तो तरिकाले हुन्छ तिमी आज झुमाको दिन खालि यस्तो भएर हुन्छ होला नि दाइ के गर्ने त दाइ मजबुरी छ नेपालीहरू भन्दैमा यस्तो गर्न पाइँदैन भाइ यहाँ कसले देख्छ के हुन्छ यहाँको कानुन के हो तिमीलाई थाहा छ दारू खाएको कानुन यस्तो भयो भने के हुन्छ तिमीलाई थाहा केही कुराहरू थाहा छ तिमीलाई खाने र दाइ यो खाऊ यस्तो खाना छोड्देऊ त्यो त्यस्तो खाना छोड्देऊ बरु यस्तो खाऊ तिमी अबदेखि खाने कि नखाने भन त दाइ अब हजुरले धेरै भन्नुभयो पढाइ दिन्छु भाइ फेरि खाएको भेट्टामा पुरा सम्झिँदा हजुरको पुरा सम्झिँदा आजबाट त्यो नखाने निर्णयमा पुगेको छु आजदेखि यो विश्वकर्मा बाबु कसम खाएर भन्छु आजदेखि त्यो गाउँ रक्सी कहिले पनि छुने छैन आजबाट म लागेँ यसमा साँच्चै हो नि दाइ विश्वकर्मा कसम दाइ आजबाट त्यो खाँदिनँ ल ठिक छ भाइ पोसो भने ल ठिक छ भाइ यस्तै गरी देख्न पाऊँ फेरि तिमीलाई यसरी हिँडेको र यसरी खाएको देख्न नपरोस् मैले हामी सबै नेपाली एकदम आफ्नो ठाउँमा राम्रो हुनुपर्छ विदेशमा हामी कमाउन आएको जोगाउन आएको हामी दुःख भएरै नेपालमा दुःख भएर यहाँ आएको हामी जाँड खाएर रक्सी खाएर तास खेलेर हरेक गतिविधि गरेर हामी यहाँ बिग्रिन आएको होइन त्यही भएर त्यो छोड्देऊ आजबाट के खाने रेड कोट खाने ल है त भाइ ल म पनि लागेँ ल के गाह्रो त भएको छैन नि म पुऱ्याइदिनुपर्छ नजिकै छ दाइ ल है त ल